हेलो गाइज नमस्ते। स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज म तपाईँलाई एउटा चिज देखाउन गइरहेको छु, जो कि अहिले भर्खर उठ्न त म भर्खरै उठेको। अब चाहिँ नि एकछिनपछि तपाईँलाई चाहिँ मेरो क्याम्पको बारेमा र क्याम्प कहाँ छ, कुन ठाउँमा छ भन्ने चाहिँ यसो सर सुझाव दिनेछु। र मेरो युट्युब च्यानलमा जति पनि साथीहरू चाहिँ नि नयाँ हुनुहुन्छ उहाँहरूले लाइक सब्सक्राइब सपोर्ट गरिदिनु होला। आज चाहिँ नि म बाहिरको नि हल्का सिन देखाउन जाँदै रहेको छु तपाईँलाई तपाईँहरूलाई। र त्यो अहिले चाहिँ नि अहिले फिलहाल त भर्खर उठेको, नास्तावास्ता गरेको छैन। अहिले गएर नास्तावास्ता गर्ने हो। नास्ता गरिसकेपछि अनि त्यहाँबाट बल्ल यसो बाहिर घुम्न जाने हो। घुम्न गएपछि त्यताबाट चाहिँ तपाईँहरूलाई चाहिँ नि अलि राम्रो राम्रो भिडियो चाहिँ नि बनाएर चाहिँ नि यसो। साथीहरू नमस्ते, सन्चै हुनुहुन्छ? अनि आज चाहिँ नि मैले तपाईँहरूलाई बिहान चाहिँ नि भनेको थिएँ होइन, यसो बाहिरको चाहिँ नि हावापानी पनि खानुपर्छ। हामी चाहिँ नि भर्खर बाहिर आएको छु। सूर्य सोल्टी चाहिँ नि भर्खर बाहिर आइरहेछ होइन। यो चाहिँ नि यता स्कुलको बस टन्नै छ, स्कुलको बस टन्नै छ यता। यहाँ एउटा स्कुल पनि छ, सामने एउटा स्कुल गर्ल्स स्कुल भन्ने छ। र हामी बाहिर आएको छु। अहिले यहाँ सोल्टीको मोबाइल पनि किन्ने चाहिँ नि विचार छ होइन, एकदम नयाँ मोबाइल फोन किन्नुपर्ने छ। एउटा फोन चाहिँ किन्ने सोच गर्नुभएको छ उहाँले। जोस् एउटा फोन किन्ने विचार गर्नुभएको छ उहाँले। नयाँ फोन आउँदैछ आज, यो खुसीको खबर हो हाम्रो लागि त होइन। जोस् तपाईँको लागि ओपनिङहरु पनि देखाउँछु तपाईहरुलाई। सबै देखाउने छ यहाँ। अनि यो चाहिँ नि तपाईँको अगाडि चाहिँ नि जोस् गाडी मान्छेहरू अब जोस् 5 बज्यो होइन। आज शनिबार चाँडो फर्किँदैछन् मान्छेहरू। सबै चाहिँ नि यिनीहरू काम गर्ने हो यहाँ। यता चाहिँ नि हाम्रो बिल्डिङ छ, हेर्नुहोस् हाम्रो यो बिल्डिङ हो। घाम छ कि यहाँ धेरै घाम छ। अनि